नमस्कार साथीहरू। आज हामी प्रहरी जवान सम्बन्धी क्वेसनहरू लिएर आएका छौँ। गत वर्ष 2081 सालमा प्रहरी जवानको परीक्षामा सोधिएका जीके तथा आइक्यू सम्बन्धी प्रश्नहरू आज हामी हल गर्नेछौँ। प्रहरी जवानको एक्जाम दिने तयारीमा हुनुभएका साथीहरूको लागि अघिल्लो वर्षको क्वेसन जस्ताको तस्तै आज हामी सल्भ गर्छौँ। यसबाट तपाईँहरूलाई अब तपाईँहरूले दिने एक्जामको लागि सहज हुनेछ र तपाईँहरूले कसरी तयारी गर्ने, कस्ता कस्ता क्वेसन आउनेछन् भन्ने कुराको पनि जानकारी लिन सक्नुहुनेछ। है त साथीहरू, ल अब हामी प्रश्नतर्फ जाउँ। पहिलो प्रश्न छ, नेपाल प्रहरीको सबैभन्दा माथिल्लो निकाय कुन हो भनेर यसरी वैकल्पिक क्वेसनहरू आउँछन्। 4वटा एन्सर हुन्छ यसमा। यसमध्ये हामीले चुज गर्नुपर्ने हुन्छ है। नेपाल प्रहरी जङ्गी अड्डा, दोस्रोमा प्रहरी बल प्रधान कार्यालय, त्यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय भनेर दियो है। अब यसमा सबैभन्दा माथिल्लो निकाय भनेको कुन हो त? घ नम्बरको प्रहरी प्रधान कार्यालय यसको सही उत्तर हुन्छ है। अब त्यसै गरी दोस्रो नम्बरको प्रश्न छ, हेर्नुहोस् त, प्रहरी कर्मचारीहरूको लागि कति किसिमको बिदाहरूको व्यवस्था गरिएको छ भन्छ। अब नेपाल प्रहरीले कति किसिमको बिदा पाउने व्यवस्था रहेको छ भन्दाखेरि 5, 7, 8 र 10 मध्ये नेपाल प्रहरीले 8 किसिमको बिदा पाउने व्यवस्था रहेको छ है त। अब त्यसै गरी तेस्रो नम्बरमा छ, प्रहरी नायब निरीक्षकको दर्जाने चिन्हमा के अङ्कित हुन्छ? प्रहरी नायब निरीक्षक भनेको कुन छ त? सब इन्सपेक्टर भनेको सही साहबको दर्जाने चिन्ह के हुन्छ? 1 तारा, 2 तारा, 3 ताराकै क्रस कुकुरी भन्दा के हुन्छ त यसमा? क नम्बरको 2 तारा हुन्छ है त। अब त्यसै गरी 4 नम्बरको प्रश्नमा हेरौँ। प्रहरी हवलदार पद राजपत्र अनङ्कित कुन श्रेणी अन्तर्गत पर्छ भन्छ। 4 नम्बरमा आएको थियो। यसको सही जवाफ हो प्रथम, द्वितीय, तृतीय, चतुर्थ मध्ये यसको सही जवाफ के हो त? प्रहरी हवलदार राजपत्र अनङ्कित तृतीय श्रेणी अन्तर्गत पर्दछ है त। अब त्यसै गरी 5 नम्बरको प्रश्न छ, प्रहरी कार्यालय सहयोगी पदको उम्मेदवार हुन उमेरको हद कति तोकिएको छ भन्छ है। प्रहरी कार्यालय सहयोगीको लागि 25 वर्ष नलागेको, 24 वर्ष नलागेको, 23 वर्ष नलागेको अथवा उमेरको हद नतोकिएको भनेर अप्सन छ। यसको सही जवाफ हो 25 वर्ष नलागेको हुनुपर्छ प्रहरी जवानको लागि है। एकसरी प्रहरी कार्यालय सहयोगीको लागि है त। अब त्यसै गरी 6 नम्बरको प्रश्न छ, प्रहरी नियमावली 2071 को नियम 66 को व्यवस्था भयो बमोजिम प्रहरी कर्मचारीको काम कर्तव्य तलका मध्ये कुन होइन भन्छ है त। यसमा प्रहरी आचरण तथा अनुशासनमा रहने हो कि होइन? यो त हो। अनि तोकिएको जिम्मेवारी उच्च मनोबल र कुशलतापूर्वक निर्वाह गर्ने भनेको पनि हो। अनि कमान्डर दिएको आदेश कमान्डरभन्दा माथिकोलाई सोधेर मात्र कार्यान्वयन गर्ने भन्ने चाहिँ अलि नमिले जस्तो भयो। अनि अर्को, फरार अपराधी फेला परेमा पक्राउ गर्ने भने यो पनि हो भनेपछि कुन रहेछ त? ग नम्बर चाहिँ नपर्ने खालको रहेछ। यसको सही जवाफ चाहिँ के हो त? ग भयो है त। अब त्यसै गरी 7 नम्बरमा हेरौँ। सार्वजनिक सडकमा रातो बत्ती बलेको अवस्थामा सवारी चालकले के गर्नु पर्दछ भन्छ। गाडी चलाउने, गाडी रोक्ने, गाडी दायाँ मोड्ने अथवा चाहिँ सवारी साधन पार्किङ गर्ने भनेपछि रेड लाइट बलेको अवस्थामा जहिले पनि हामी के गर्छौँ त? गाडी रोक्छौँ है। अब त्यसै गरी 8 नम्बरमा छ, नेपालमा 2072 वैशाख 12 गते भएको भूकम्पको केन्द्रबिन्दु कुन जिल्लामा रहेको थियो भन्छ। धादिङ, लमजुङ, सिन्धुपाल्चोक र गोर्खा मध्ये कहाँ हो त? यसको सही जवाफ गोर्खा है। त्यसै गरी 9 नम्बरमा छ, सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो भन्छ है। मोरङ, झापा, काठमाडौँ र रूपन्देही मध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला भन्यो भने चाहिँ कुन हो त? काठमाडौँ नै हो है। अब त्यसै गरी 10 नम्बरमा छ, आइसिसी पुरुष T20 विश्वकप 2024 कहाँ आयोजना भएको थियो भनेर भन्छ। हामी साथीहरूले हेर्नु भएको पनि होला। T20 विश्वकप 2024 भारत, श्रीलङ्का, वेस्ट इन्डिज र न्युजिल्यान्ड अथवा अस्ट्रेलिया र अमेरिका अथवा वेस्ट इन्डिज र अमेरिका मध्ये यसको सही जवाफ कुन हो त?
वेस्ट इन्डिज र अमेरिका हो है। अब त्यसपछि 11 नम्बरमा छ असोजको शरद जस्तै मङ्सिरको के होला भन्छ है। अब मङ्सिरमा चाहिँ कुन ऋतु हुन्छ त भन्दाखेरि 11 नम्बरमा जाडो अथवा पुस, शिशिर, हेमन्त भनेर दियो अप्सन। यसको सही जवाफ हो हेमन्त ऋतु अन्तर्गत पर्छ है त। त्यस्तै गरी 12 नम्बरमा छ जसरी धुवाँ अथवा स्मोक प्रदूषणसँग सम्बन्धित छ त्यसरी नै युद्ध केसँग सम्बन्धित छ भन्छ है त। यसको अप्सन छ भिक्ट्री अथवा चाहिँ विजय होइन, सन्धि, पराजय अथवा विनाश। यसको चाहिँ के हो त भन्दाखेरि वार चाहिँ केसँग सम्बन्धित छ त डिस्ट्रक्सनसँग सम्बन्धित छ है त। अब त्यस्तै गरी 13 नम्बरको प्रश्न छ यदि FOUR 4 को कोड है। अब यो चाहिँ आइक्यू अन्तर्गत आयो। अब हेरौँ यसमा के भन्छ यदि FOUR 4 को कोड IRXU र FIVE 5 को कोड ILYX हुन्छ भने 9 को उपयुक्त कोड के हुन्छ भनेर भन्छ। अब हेर्नुहोस् है 4 को कोड के रहेछ त IRXU भयो भने अब 9 को कोड चाहिँ के हुन्छ त 13 नम्बरको भन्दा यसको सही जवाफ चाहिँ QLQM हुन्छ है। कसरी भने F पछि आई आउँदाखेरि कतिवटा स्पेस छ यहाँ जी अनि एच त्यसपछि आई आयो होइन त। त्यस्तै ओ पछि PQ अनि आर आयो। जस्तै एन पछि क्यू आयो होइन, आई पछि JK पछि यल आयो है। यसरी नै के हुन्छ त यसको सही जवाफ निकालिन्छ है। अब 14 नम्बर क्वेसन छ हेर्नुहोस् त 75 मिनेट बराबर मिल्दो जुल्दो निम्न मध्ये कुन हुन्छ भन्दा 0.075 घन्टा अथवा 1.15 घन्टा, 1.20 घन्टा अथवा 1.25 घन्टा भन्दाखेरि 75 मिनेट भनेको कति हो त 1 घन्टा 15 मिनेट भनेको 1.15 अथवा 1 घन्टा 15 मिनेटको कुरा भयो है। यसको सही जवाफ ख। अनि 15 नम्बरकोमा छ हेर्नु त यदि फलामलाई काठ होइन अनि काठलाई पराल अनि पराललाई घाँस, घाँसलाई रबर अनि रबरलाई माटो भनिन्छ भने फर्निचर केबाट बन्छ त फर्निचर केबाट बन्छ काठबाट बन्छ भनेपछि काठलाई के बनिँदो रहेछ त पराल बनिँदो रहेछ भनेपछि यसको सही जवाफ के भयो त पराल भन्ने बुझ्नु पर्यो है। अब 16 नम्बरमा छ तलका मध्ये समूहमा नपर्ने तलका मध्ये समूहमा कुन नपर्ने हो भनेर सोध्दै खोज्यो है। यसमा चाहिँ VUO अनि O भनेको छ है। अब यसमा चाहिँ के हो त भन्दाखेरि यो O होइन यो E है साथीहरू, यहाँ चाहिँ टाइप मिस्टेक भएको हो। अब यहाँ VUOE मध्ये तलका मध्ये समूह नमिल्ने कुन हो त भन्दाखेरि यहाँ हेरौँ त कुन प्याटर्न बनेको छ त भन्दाखेरि यहाँ चाहिँ EO र U चाहिँ भवेल साउन्ड हो, AEIOU मध्ये पर्यो तर भी चाहिँ परेन भनेपछि समूहमा नमिल्ने कुन हो त भी हो है त। अब त्यसै गरी 17 नम्बरमा हेरौँ यदि CABLE केबललाई 8, 6, 7, 17, 10 को रूपमा कोड गरिएको छ भने BACK ब्याक शब्दको लागि होइन कोड के हुनुपर्छ भन्छ। अब सुरुमा हामीले यसको कोड चाहिँ के गर्नु पर्यो त कसरी यो राखिएको छ सिरिज भन्ने कुरा पत्ता लगाउनु पर्यो। हेर्नुहोस् है अब यसको लागि C भनेको कति हो त मानौ यो C चाहिँ कति हो 3 हो। यो ABC भनेपछि 3 नम्बरमा पर्यो त्यसरी मान्दाखेरि। अनि केबल भनेको 1 हो अनि A भनेको 1 हो, B भनेको 2 हो भने कतिको फरक पर्यो 3 मा कति जोडेपछि 8 आयो 5। अब सबैमा 5 जोड्दै जाउँ त 1 मा 5 जोडेपछि 6, 2 मा 5 जोडेपछि 7 भनेपछि यसमा चाहिँ के रहेछ त यसको जति वास्तविक नम्बर हो त्यसमा 5 जोडेपछि के हुँदो रहेछ त यसको सही जवाफ आउँदो रहेछ भनेपछि अब BACK ब्याकको चाहिँ के हुने भयो त 7
6, 8, 16 भनेपछि यसको सही जवाफ चाहिँ घ हुने भयो है। अब त्यसै गरी 18 नम्बरमा छ दिइएको विकल्पहरू मध्येबाट खाली स्थानमा उपयुक्त विकल्प छनौट गर्नुहोस् भन्छ। यसमा चाहिँ हेरौँ त के छ त 21, 30, 22, 31, 23, 32 र 24 भनेको छ। यसमा सङ्ख्याहरू नमिलेको छ भनेपछि यसको प्याटर्न चाहिँ फरक जस्तै मानौँ 21 पछि एउटा छोडेर 22, अर्को छोडेर 23 अनि त्यसपछि अर्को छोडेर 24 आए जस्तै। अब 30 पछि कति आयो 31, 31 पछि कति आयो 32 भनेपछि अब कति आउनु पर्यो त यहाँ 33 आउनु पर्यो है त। यसको सही जवाफ के हो त 33 है। अब यहाँ 19 नम्बरको क्वेसन छ कुनै व्यक्ति आफ्नो घरबाट दक्षिण दिशातर्फ हिँड्नु सुरु गर्दछ। केही पर पुगेपछि ऊ बायाँतर्फ मोडिएर केही दूरी पार गर्छ र पुनः बायाँ मोडिएर केही टाढा पुग्छ। त्यहाँबाट ऊ दायाँतर्फ मोडिएर हिँड्न थाल्दछ भने ऊ व्यक्ति कुन दिशातर्फ हिँडिरहेको हुनुपर्छ त अब भनेर भन्छ है 19 नम्बरमा। यसको सही जवाफ हुन्छ पूर्व। यसमा तपाईँहरूले एकचोटि आफैले चाहिँ प्र्याक्टिस गर्नु होला है। अनि तपाईँहरूको उत्तर पूर्व हुन्छ कि हुँदैन कमेन्ट गर्नु होला है त साथीहरू। अब त्यसै गरी 20 नम्बरमा हेर्नुहोस् त एकजना मान्छे 1 किमी पूर्व दिशामा हिँड्छ, त्यसपछि दक्षिण दिशामा 5 किमी हिँड्छ, फेरि ऊ पूर्व दिशा फर्केर हैन पूर्व दिशातिर फर्केर 2 किलोमिटर हिँड्छ, त्यसपछि ऊ फर्केर उत्तरतर्फ 9 किलोमिटर हिँड्छ भने ऊ पहिलेको बिन्दुबाट कति टाढा हुन्छ भन्छ। यसको सही जवाफ के होला भन्दाखेरि यसमा जहिले पनि हेर्नुहोस् है हाम्रो चाहिँ यसमा फर्मुला चाहिँ जहिले पनि के हुन्छ त भन्दाखेरि पाइथागोरस थ्योरम लागु हुन्छ है। यसमा है एच स्क्वायर इक्वल्स टु के हो यो ल पी स्क्वायर प्लस बी स्क्वायरको फर्मुला अनुसार यसको सही जवाफ कति हुन्छ त यसको सही जवाफ हुन्छ 5 है त। अब यो कसरी हुन्छ भन्ने कुरा तपाईँहरूलाई मैले अर्को आइक्यू सम्बन्धीको चाहिँ क्लासमा तपाईँहरूलाई विस्तृत रूपमा मैले भन्छु है त। अर्को आइक्यू सम्बन्धीको हेर्नु होला है त। अब 21 नम्बरमा हेर्नुहोस् त नेपालको एकीकरण गर्नुभन्दा पहिला पृथ्वीनारायण शाह कुन राज्यका राजा थिए। लमजुङ कास्की गोर्खा नुवाकोट मध्ये पृथ्वीनारायण शाह कुन राजाका थिए त कुन राज्यका गोर्खाका है। त्यसपछि 22 नम्बरमा हेर्नुहोस् सूर्यविनायक मन्दिर कुन जिल्लामा पर्दछ। सूर्यविनायक मन्दिर भक्तपुर, काठमाडौँ, ललितपुर र झापा मध्ये सूर्यविनायक भक्तपुर जिल्लामा पर्छ है त। त्यसै गरी 23 नम्बरमा हेर्नुहोस् त नेपालको पर्यटकीय राजधानी तलका मध्ये कुन सहरलाई घोषणा गरिएको छ। पर्यटकीय राजधानी काठमाडौँ, भक्तपुर, पोखरा र भरतपुर मध्ये पर्यटकीय राजधानी भनेर पोखरालाई घोषणा गरिएको छ है। त्यसै गरी विक्रमसम्म 2036 सालमा जनमत सङ्ग्रह घोषणा गर्दा नेपालको राजा को थिए भन्छ है। अब जनमत सङ्ग्रह घोषणा गर्दा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र, त्रिभुवन मध्ये त्यो को थिए त वीरेन्द्र थिए है त। त्यस्तै 25 नम्बरमा छ मन्जुश्रीले कुन स्थानलाई खड्गले काटी नागदहको पानी निकास गरेका थिए भन्छ। कहाँ सुन्दरजल, साँगा, बुढालिङ्गन र चोबार मध्ये कुन हो त यसको सही जवाफ चोबार है। अब त्यसै गरी के भन्छ चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कतिवटा छन् भन्छ। चीन र भारत दुवै देशलाई छुने भनेका जम्मा 2वटा छन्। कुन हुन् त दार्चुला र चाहिँ ताप्लेजुङ हुन् है। त्यसै गरी 27 नम्बरमा छ सबैभन्दा बढी जिल्ला रहेको प्रदेश कुन हो। गण्डकी, कोशी, बागमती र कर्णाली मध्ये सबैभन्दा बढी जिल्ला भएको प्रदेश कुन हो भन्दा 27 नम्बरको कोशी है। अब त्यसै गरी हामी जान्छौँ 28 नम्बरमा नदीको बहाव क्षेत्रका आधारमा नेपालले कति क्षेत्रमा बाँडिएको छ। 3, 4, 5, 6 भनेर भन्छ। नदीको बहावको क्षेत्रको आधारमा 3वटा क्षेत्रमा बाँडिएको छ है। यसको सही जवाफ अनि 29 नम्बरमा छ क्षेत्रफलको दृष्टिकोणले नेपालको सबैभन्दा सानो जिल्ला कुन हो त। ललितपुर, भक्तपुर, पर्वत र पाल्पा मध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर है। 30 नम्बरमा नेपालको सबैभन्दा लामो नदी कुन हो भन्छ। लामो नदी भनेको कुन हो त कहाँ छ कर्णाली है। सबैभन्दा लामो नदी यसको चाहिँ कति छ 507 किलोमिटर यसको दूरी रहेको छ। अनि 31 नम्बरमा छ विश्वको अग्लो हिमाल सगरमाथा कुन जिल्लामा पर्दछ। सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा र इलाम मध्ये सोलुखुम्बु जिल्लामा पर्दछ है। त्यसै गरी
32 मा राराताल कुन जिल्लामा पर्छ? कास्की, जुम्ला, मुगु र हुम्ला मध्ये राराताल मुगुमा पर्छ है। त्यसैगरी चारकोसे झाडी कुन क्षेत्रमा पर्दछ भन्छ? भाबर, चुरे, मध्य र महाभारत मध्ये चारकोसे झाडी भाबर क्षेत्रमा पर्छ है। त्यसैगरी 34 नम्बरमा हेर्नुहोस् त, तराई क्षेत्रमा तलका मध्ये कुन जनावर पाइँदैन? तराई क्षेत्रमा नीलगाई, चौरीगाई, कृष्णसार र अर्ना मध्ये तराई क्षेत्रमा नपाइने भनेको चौरीगाई होइन त। अनि त्यसैगरी 35 नम्बरमा छ, नेपालको पहिलो संरक्षण क्षेत्र कुन हो भन्छ? मनासलु, कञ्चनजङ्घा, गौरी र चाहिँ अन्नपूर्ण मध्ये पहिलो संरक्षित क्षेत्र कुन हो त भन्दाखेरि 35 नम्बरमा अन्नपूर्ण है त। अब त्यसैगरी 36 नम्बरमा के छ? बाह्रसिङे विशेष गरी कुन वन्यजन्तु आरक्ष अथवा शिकार आरक्षमा पाइन्छ त भन्छ भने यो चाहिँ शुक्लाफाटा, कोसीटप्पु, पसारा चाहिँ ढोरपाटन मध्ये यो चाहिँ कहाँ हो त? शुक्लाफाटामा बाह्रसिङे बढी पाइन्छ है। अनि अर्को छ 37 मा नेपालमा शिकार आरक्ष कतिवटा रहेका छन् त? शिकार आरक्ष 1 2 3 4 मध्ये शिकार आरक्ष भनेको एउटा मात्रै छ है त, त्यो हो ढोरपाटन। त्यसपछि धान नाच कुन जातिमा प्रचलित नाच हो? गुरुङ, राजवंशी, लिम्बू र थारू मध्ये धान नाच भनेको चाहिँ लिम्बू जातिमा है त। त्यसैगरी 39 नम्बरमा नेपालको संविधानमा कतिवटा अनुसूची रहेका छन् भन्दा 7 8 9 10 मध्ये नेपालको संविधानमा 9 वटा अनुसूची रहेका छन् है। त्यसैगरी नेपालको संविधान कहिले जारी भएको हो भनेर अन्तिम 40 नम्बरको प्रश्न छ। यसको सही जवाफ हो 2072 वैशाख 1972 असोज 3 यसको के हो त? सही जवाफ हो ल है त साथीहरू। आजलाई हामीले यति गऱ्यौँ। अब थप नेपाली, इङ्ग्लिस सम्बन्धी अथवा गणित सम्बन्धीका क्वेसनहरू, आइक्यू सम्बन्धीका छुट्टै क्वेसनहरू पनि म चाहिँ लिएर आउनेछु। तपाईँहरूले यस च्यानललाई माया गर्नुहोला, हेर्नुहोला र चाहिँ थप जानकारी समेत लिनुहोला है त। हस्, थ्याङ्क यू।